हेलो 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 गुड मर्निङ सबैजनालाई। अब होइन म चाहिँ प्रकाश। आज चाहिँ म के भन्न आइरहेको छु भने अब हाम्रो एनपिएलको फाइनल म्याच अब डिसेम्बर 13 छ अनि आज चाहिँ क्वालिफाईको लागि पहिलो म्याच हुँदैछ, जुन विराटनगर भर्सेस सुदूरपश्चिमको होइन। अब सुदूरपश्चिमका दुईटा अब एकदमै स्ट्रङ प्लेयर थिए होइन, जोस ब्राउन अनि क्रिस लाइन जस्ता खेलाडी त आफ्नै देश फर्किसके। अनि आजको म्याच अब मलाई लाग्छ अलि हार्नै हुन्छ। अस्ति जुन तरिकाले हारेको थियो त्यो तरिकाले आज बिहोर्दैन सुदूरपश्चिम पनि। त्यति कमजोर टिम छैन होइन। मलाई लाग्छ अस्तिको हारपछि चाहिँ सुदूरपश्चिमले धेरै सोचिसकेको छ होइन, धेरै प्र्याक्टिस गरिसकेको छ, हार्डवर्क गरेर टक्क आएर चाहिँ विराटनगरसँग आज भिड्नेवाला छ। र हुन त विराटनगरमा त्यस्तो फाफ डुप्लेसिस मार्टिन गुप्टिल पनि अब इन्जर पछि फर्केर अस्ति त्यस्तो राम्रो गरे होइन। हुनसक्छ हामीले पहिलो टार्गेट भनेकै मार्टिन गुप्टिललाई अनि फाफ डुप्लेसिसलाई पार्नुपर्छ। तिनीहरू आउट भएपछि चाहिँ हामीलाई अलिकति इजी हुनेवाला छ होइन। र अनि अर्को कुरा त आजको म्याच जसले जित्छ त्यो चाहिँ सिधै फाइनलमा जान्छ र हार्नेले अझ एक चान्स पाउनेवाला छ।